मरे हान बीच बीचमा हान त्यहाँ त टाउको मरिसक्यो चल्दैन होइन यो त यसरी चलिराख्ने हरियो यो खतरा डेन्जर सर्प हो कि ल ल ल यो आज यो हाम्रो रुमभित्र बसेर यसले त सबलाई बिचल्ली बनाएको यो साले अरूको आतंकवादी यसलाई मार्ने अरूको दम कहाँ थियो त मैले पो मारे हो त है खोजी खोजी मारे अनि उताबाट घुमेर आएर यहाँ निस्किएर रहेछ ठ्याक्कै ल ल ल यसलाई अब मारेर छोड्यो अब अनि यो कत्रो छ लगभग लगभग यो कति छ नफाल हान होइन हान बिच बिचमा 60 टुक्रा बनायो भने मर्दैन नि यिनीहरू हानी राख्यो के भने यो सिधा बनाउँदा कति छ यो कमसेकम 2-3 मिटर होला ल अनि ल टाउको देखा यो हेर्नुहोस् त यो साँच्चै सर्प हो कि होइन साँच्चै सर्प ल ल टाउको सुल्टा मारेर छोडेँ नि आखिरी यसलाई त म मार्ने पनि यति मारिने थिएँ फेरि भित्र बस्छ भनेर मैले के गर्नु मर्यो ल यसलाई त आज यस्तो कस्तो उ गरायो भने डरले मान्छेलाई म भित्र पढिरहेको थिएँ कोठाभित्र पस्नै नसक्छ यो त विषालु सर्प हो क्या विषालु नै हो यो त्यही भएर के यो त किन ल यसलाई जलाउनु पर्छ यसको पनि लास हो नि ल यो